रुन चाहिँ हुँदैन ल ल यस्तो गर्नु हुँदैन मेरो खुट्टा पर्दैन अबि बहिनी मान्छे भएर के भएर त के अरू के दुःख छ के दुःख छ खाना बनाउनलाई के दुःख छ अहिले त ठिकै हजुर आउनुभयो सबै नि कति धेरै उद्देश्य भइरहेको थियो हजुर कति धेरै भेट्न मन लागिरहेको थियो घरमा फेरि हाम्रो ड्याडी मम्मी नि हुनुहुन्न कोही छैन थप दिन्छ अलि पर्दैन यति गर्नुभयो कान्छाले 50,000 थप दिन्छु म पर्दैन अरूहरूलाई नि सहयोग गर्न होइन पुग्दो छ दिदीले सहयोग त मैले गरिहाल्छु नि हजुर आउनुभयो यति नै खुसी यति धेरै खुसी हो कि हजुर आउनुभयो र बिहान हजुर आउने कुराले नि कति धेरै खुसी भएको कोही आएन तिमीलाई भेट्न ए बिचरा अनि बिचरा अनि आमै नि त प्रभु भाइलाई केही हुँदैन सुन त यो तिमीलाई सहयोग हुन्छ ल यो 50,000 राख तिमीलाई केही हुन्छ केही गर्नुहुन्छ आमा बुवा कोही छैन अनि दिदी छोरी त नि आमा बुवा नभए नि त मेरो बाउ आमा छैन तिमीलाई थाहा छ थाहा छैन हजुर मेरो बाउ होइन दिदी म लाइफमा कसैले पनि यति धेरै मानेको छैन हजुरलाई जति त प्रभु र बाबालाई भन्दा बढी म हजुरलाई भन्छु ल म पछि म फेरि म बिहानै आएको मेरो चाहिँ अब अरू ठाउँमा जान्छु कान्छी है अन्त फेरि पनि दुःख पऱ्यो भने केही पऱ्यो भने बाबुलाई केही पऱ्यो कान्छा मलाई कल गर है तिमीले है केही पऱ्यो भने फेरि कल गर्नु है ल ल कान्छा ल ल उठ त उठ नरु उठ ल आऊ नरु आऊ त अब हामी जान्छौँ अनि यो कोठा कति भाडा 6,000 छ पुग्छ केही समयलाई पुग्छ भाउलाई 1 लाख दिएछु मैले तपाईँलाई राख्नु खाना यताउति गर्नलाई सबै पुग्छ है नरुनु ल नाम फेरि भन्दै बिमला बसन्ती ल फेरि आउँछु कसम आउँछु म त यस्तो कहाँ यति माया गर्ने मान्छे भाटामा आउँदिन त है त बसन्ती ल ल ल